हामी चाहिँ यो टिकापुर कैलालीको पार्कमा आएको छौँ हामी। यो तपाईहरुले देख्न सक्नुहुन्छ यो महेन्द्र भिडियो। यति बेला चाहिँ महेन्द्र राजा चाहिँ यहाँ चाहिँ टिकापुर कैलालीमा चाहिँ शिकार खेल्न आउने र यहाँ बस्ने गर्नुहुन्थ्यो अरे। निकै नै रमणीय छ यो स्थान चाहिँ र यो पिकनिक वनभोज भन्छौँ हामी स्पेसली। र यो स्कुल विद्यार्थीहरू लगायत सम्पूर्ण मान्छेहरू विभिन्न जिल्लाबाट चाहिँ यहाँ चाहिँ पिकनिक खान आउने, वनभोज कार्यक्रमहरू लिएर आउने र शैक्षिक भ्रमण लगायत थुप्रै कार्यक्रमहरू गर्न यहाँ चाहिँ आउँछ। र यसको चाहिँ पूर्वपट्टि चाहिँ कलानी नदी बगेर आएको छ। त्यहाँ चाहिँ ऱ्याफ्टिङ प्लस यो मोटर बोटको पनि सेवा रहेको छ। तपाईहरुले चाहिँ यहाँ आएर चाहिँ मोटर बोट चढेर त्यसको चाहिँ आनन्द लिन सक्नुहुन्छ।